यतिखेर हामी चाहिँ ड्र्यागन फ्रुट खेतीकोमा आइरहेको छौँ। यतिखेर चाहिँ गोडमेल गर्ने कार्यक्रम रहेछ। यो चाहिँ देख्नुहोस् सिँचाइ, सायद थोपा सिँचाइ प्रविधि भनेको यही होला। यो चाहिँ अहिले गोडमेल गर्ने भएर यो चाहिँ माथि माथि त्यसको सिँचाइ पानी प्रयोगको लागि पाइपहरू हिँडाइरहेको छ सिँचाइको लागि। त्यो चाहिँ माथि माथि बनाएको छ, मुनि गोडमेल गर्न सजिलो होस् भनेर। देख्नुहुँदैछ यहाँबाट यसो गरेर 1 फुट चौडाइ गरेर अनि त्यहाँदेखि चाहिँ त्यसको जरामा हुने रहेछ। अनि चाहिँ त्यहाँदेखि चाहिँ गोबर मल प्रयोग गरिने रहेछ। यहाँ देख्नुहुँदैछ। साथसाथै त्यसको छेउमा सुपारी खेती पनि रहेछ। हुनसक्छ यो सिँचाइलाई सिँचाइको लागि यो पाइप चाहिँ केही भूमिका खेल्छ। जान्नुहुन्छ भने कमेन्ट गरिदिनुहोस् है। यो चाहिँ अलिक 8 फुटको दूरीमा सुपारी खेती रहेछ। यसो गर्नु चाहिँ अलिक नजिक भयो जस्तो सायद मलाई लाग्छ। ल हेर्नुहोस् है, ठक्कै हो मल लाउने तयारीमा जरामै पुगोस् भनेर 1 फुट अलिकति गरेर अनि चाहिँ गरेको छ। यहाँ चाहिँ मल लागिसकेको रहेछ जस्तो लाग्यो मलाई। देख्नुहोस् टायरहरू। देख्नुहोस् यो चाहिँ छाँटकाँट गरिवरी रहेको। सायद यो 10 फुट 8 फुटको दूरीमा हुनसक्छ। यो देख्नुहुँदैछ। ल यो चाहिँ अब यसलाई मल गर्न बाँकी भएको हो। देख्नुहुँदैछ। छाँटकाँट गरेर चाहिँ यसको ड्र्यागनलाई यसरी काटकुट गर्न सकिन्छ है। यहाँ हेर्नुहुँदैछ। यो चाहिँ नराम्रो चिज, बिग्रेको चिज हो। राम्रो चिज चाहिँ यसरी नै रहन्छ। अनि हेर्नुहुँदैछ। अब यसलाई कता काट्नुपर्ने हो त्यो चिजहरू यसरी सुरुमा छाँटकाँट गरे अनि चाहिँ गोड्ने काम गरिन्छ। यहाँ देख्नुहुन्छ तपाईहरुले। यो पाइप चाहिँ सायद यहाँ यो रङ यसमा खिया नलागोस् भनेर हो यो पाइप लाएको चाहिँ। देख्नुहुँदैछ। कुनै चाहिँ मरेको रहेछ। यसरी धेरै बोट हुँदाखेरि कुनै चाहिँ काटछाट गरिन्छ। कुनै चाहिँ मर्ने कामै हुन्छ यसरी। यहाँ चाहिँ मरेको देख्नुहुन्छ। यहाँ तपाईहरुले देख्नुहुँदैछ। यो चाहिँ सिँचाइ प्रयोगको लागि यो चाहिँ तल्लो सेक्सनको लागि भयो। देख्नुहुँदैछ। अनि माथिको लागि चाहिँ त्यहाँ छ। यसरी हामीले ल अन यसरी पानी जान्छ। ल अब यसरी अफ गर्न सकिन्छ। यसको चाहिँ तपाईले देख्नुहुँदैछ कहाँ छ भनेर यसको मेन सिँचाइको लागि म तपाईलाई देखाउँछु। हो यहाँ छ है, तपाईले देख्नुहुँदैछ। यो चाहिँ उल्लाबारीमा 1 मा रहेको ड्र्यागन फ्रुटहरू देख्नुहुँदैछ तपाईले। यहाँ चाहिँ हो यो चाहिँ गोडमेल नगरेको, यो चाहिँ गोडमेल गर्न बाँकी। अब यो चाहिँ पुसको महिना 7 गते हो। अनि यो त्यस अघि सुरुमा तपाईले देख्नु भएको थियो हो यस्तो यसरी टाढो पलाउँदो रहेछ। यसरी चाहिँ
धेरै घाँसहरू पलाउँदो रहेछ अनि त्यही भएर गोडमेल गर्नुपर्ने रहेछ। देख्नुहुँदैछ सुरुको मेरो भिडियोमा राम्रो देख्नुभएको छ। ड्रागन फ्रुट है तपाईँले देख्नुहुँदैछ। देख्नुहोस् यो धेरै भयो, यसलाई चाहिँ केही काटछाट गर्नुपर्ने हुन्छ अनि चाहिँ राम्रो ड्रागन फ्रुट फल्छ। यसमा चाहिँ फुल फुलेर चाहिँ फल्ने गर्दछ। देख्नुहोस् त यो चाहिँ अत्याधिक भएन, यसमा धेरै फल्यो भने राम्रो फल्दैन नि त। एकैचोटि तपाईँको 100-200 वटा बरु 10 वटा फलोस् राम्रो फल्ने हुन्छ। तपाईँको 100 वटा फल्नु र 50 ग्रामको फल्नु त राम्रो भएन, बरु 10 वटा आधी किलो फल्दाखेरि उचित हुन्छ है। हेर्नुहोस् यो चाहिँ सबैमा यसमा चाहिँ सिँचाइ प्रविधि चाहिँ छ। हेर्नुहोस् यो पाइपहरू कालो कालो पाइप देख्नुभएको छ, यो चाहिँ सिँचाइको पाइप हो। ल यो चाहिँ काटछाट गर्ने बेलै भएको हो, त्यही भएर मैले तपाईँहरूलाई देखाउँदैछु। यसरी कम्पाउन्ड बार्न चाहिँ अति आवश्यक छ, देख्नुहुँदैछ तपाईँहरूले। यो चाहिँ कम्पाउन्ड हो। साथसाथै त्यो सँगसँगै खेती सँगसँगै हामीले सागसब्जी इन्टरग्रेटेड फार्मिङ मिश्रित खेती भन्न सकिन्छ यसलाई चाहिँ। देख्नुहुँदैछ यो चाहिँ सागबाली हो। यो सँगसँगै यो चाहिँ तपाईँले देख्नुहुँदैछ, यो तपाईँले मेरो क्यामेराले जतिसम्म देख्यो यो सबै ड्रागन फ्रुटकै खेती है। देख्नुहुँदैछ तपाईँलाई के कस्तो लाग्छ, तपाईँ पनि इच्छुक ड्रागन फ्रुट गर्न इच्छुक हुनुहुन्छ भने मलाई कमेन्ट गर्नुहोस्। देख्नुहोस् सुरुमा मैले देखाएको छु, यो चाहिँ काटछाट गर्ने बेलै भएको हो। नयाँ यो के भन्छ नयाँ हाँगाहरू पलाउँदै रहेछ। देख्नुहुँदैछ यो चाहिँ पुरानो हाँगाहरू हो। अब मेरो भ्युजहरू तपाईँहरूको इच्छा अनुसार म अलिक राम्रो बनाउने पनि प्रयास गर्छु। ल देख्नुहुँदैछ यहाँ चाहिँ पहिला यो साग थियो, त्यहाँदेखि पहिला सागभन्दा अगाडि धान खेती थियो। यसरी चाहिँ यो बाटो हो ड्रागन फ्रुट टिपेर लाने। देख्नुहुँदैछ यो चाहिँ अब यो ड्रागन फ्रुटदेखि तल्लोपट्टि चाहिँ ड्रागन फ्रुट छ। तल्लो सेक्सनको सायद सिँचाइ पुग्यो, सिँचाइ सँगसँगै मलहरू पुग्यो भने चाहिँ मलाई लाग्छ यो ड्रागन फ्रुट चाहिँ अत्याधिक राम्रो हुने रहेछ। तर प्रमुख समस्या नेपालमा भनेको बजारीकरण छ। बजारीकरण नहुँदाखेरि यो ड्रागन फ्रुटको उचित मूल्य नपाउँदाखेरि धेरै किसानहरू निराशिएको साथसाथै ऋणी भएको विभिन्न किसानहरूले हाम्रो सरकारले चाहिँ यसमा उचित सरसल्लाह तर बजारीकरण पनि गरिदिनु हुन्न। म यही मेरो भिडियो मार्फत सरकारलाई विनम्र अनुरोध गर्दछु। तर विडम्बनाको कुरा के छ भने हाम्रो सरकार अहिले यो एमाले काङ्ग्रेस सरकार भ्रष्टाचारी छ। कृषिको लागि केही गर्न सक्दैन, झोले कृषकहरूले मात्र पाएको छ अनुदान चाहिँ। यहाँ देख्न सक्नुहुँदैछ यो लगभग मलाई लाग्छ 10 फुटको चाहिँ ग्याप रहेछ जस्तो लाग्यो। देख्नुहुँदैछ यो चाहिँ यसरी यहाँ देख्नुहुँदैछ यो चाहिँ सिँचाइको लागि सिँचाइको पानीको स्विच हो है। यहाँ देख्नुहुँदैछ यसो यो चाहिँ अफमा छ, यो चाहिँ यसरी गऱ्यो भने अन हुन्छ, फेरि अफ भयो अन। यो चाहिँ आफ्नो विभाग छ। यसरी ओ ओपन देख्नुहुँदैछ एट ओ ओपन भयो। अब पढ्नुहोस् है। हो यहाँ क्लोज ओपन छ। अब चाहिँ म यसलाई ओ यो चाहिँ कसरी गर्छ हो।
सायद यो चाहिँ ओपन रहेछ। यो चाहिँ अहिले चाहिँ अफ नै होला मेन यसको देख्न सक्नुहुँदैछ। मेन चाहिँ पर छ। ल देख्नुहुँदैछ है। लगभग देख्नुहोस् मेरो हाइट चाहिँ तपाईँको 5 फुट 6 इन्च 7 इन्च जस्तो छ। यो चाहिँ त्यस्तै 5 फुट 8 9 यस्तैमा राख्नुपर्ने रहेछ तपाईँको। लगभग मलाई लाग्छ यो पोल चाहिँ तपाईँको 6 फुट 7 फुट जस्तो कुस्तीमा होला है। ल त्यसमा चाहिँ तपाईँले इन्टरनेटमै हेर्न सक्नुहुन्छ कति के गर्ने हो भनेर देख्न सक्नुहुँदैछ। फेरि म 5-7 मुनि गएर 1 फुट जस्तो हुन सक्ला है। यो धेरै टेक्निकहरू रहेछ ड्रागन फ्रुटको लागि तपाईँको। यो म तपाईँलाई देखाउँदैछु। गोलाइमा राख्ने 4वटा राखेर माथिबाट यसो गर्न सक्नुहुन्छ। देख्नुहुँदैछ। देख्नुहोस्। अब सुरुमा मैले जहाँदेखि भिडियो स्टार्ट गरेको थिएँ त्यहाँ देख्न सक्नुहुँदैछ। हेर्नुहोस् है यसरी। अब यो चाहिँ तयारी हो तपाईँको। यो चाहिँ अलिकति ठुलो छ कि क्या त्यस्तै रहेछ अनुमानित 5 7 8 9 नै रहेछ। यो तयारी हो। देख्नुहोस् ड्रागन फ्रुट तपाईँको 1 फुट गहिराई गरेर 1 फुट नै गोलाइ पनि गरेर त्यसमा मल गोबर मल लाउन सकिन्छ। अनि सिँचाइको लागि त हेर्नुहुँदैछ। यसरी हामीले ड्रागन फ्रुट गर्न सकिन्छ। यति भन्दै मेरो भिडियो यहीँ अन्त्य गर्न चाहन्छु।